हेलो साथीहरू, हामी चाहिँ अहिले गोलभेडा खेतीको लागि हामी चाहिँ यहाँ खेत जोत्दैछौँ। गोलभेडा खेतीको लागि चाहिँ माटो चाहिँ मसिनो बनाउनु पर्छ, अनि मसिनो भयो भने चाहिँ ड्याङ बनाउनको लागि राम्रो हुन्छ। अनि रोप्नको लागि पनि माटो मसिनो हुनुपर्छ। गोलभेडा खेतीको लागि हामी तयारी गर्दैछौँ। तपाईहरु हेर्दै जानु होला, हामी चाहिँ बनाउँदैछौँ ड्याङ। तपाईहरुले देखिसक्नुभयो, हामी त ड्याङ यति बनाइसकेका छौँ। ड्याङ चाहिँ हामी यसरी बनाएका छौँ। यो चाहिँ तयारी भइसकेको छ गोलभेडा रोप्नको लागि, र यता पुरै बनाउन बाँकी छ, र यता सबै बनाएर अनि गोलभेडा लगाउने छौँ। तपाईहरु हेर्दै गर्नुहोला। गोलभेडाको बिउ उखाल्दै आज चाहिँ रोप्नको लागि गोलभेडाको बेर्ना चाहिँ तयारी भइसकेको छ। यो चाहिँ लगभग 1 महिना भएको छ बिरुवा। हामी चाहिँ आज रोप्दैछौँ, र यसरी गर्यो भने चाहिँ मर्ने सम्भावना चाहिँ एकदम कम हुन्छ। बेर्ना चाहिँ एकदम कलिलो हुन्छ, अनि त्यही भएर बिस्तारै यसलाई चाहिँ उखाल्नु पर्छ। 1 महिनाको भयो भने चाहिँ ठिक्क हुन्छ रोप्नको लागि। हामी चाहिँ यो चाहिँ पुरै उखाल्दैनौँ एकैचोटि, बिस्तारै हामी चाहिँ थोरै गरेर हामी चाहिँ उखालेर अनि रोप्दैछौँ। यसरी गर्यो भने चाहिँ ताजा रहने हुन्छ बिरुवा। अहिलेलाई पुग्ने जति गोलभेडाको बेर्ना पुगिसकेको छ, र अब चाहिँ यो बेर्नाहरू लिएर खेतमा जानेछौँ, र कसरी रोप्नुपर्छ त्यो पनि हामी देखाउनेछौँ। हेर्दै गर्नुहोला। ल है साथीहरू, हाम्रो गोलभेडा चाहिँ रोपाइँ सुरु भयो। यसरी रोपिँदैछ गोलभेडा। कसरी रोप्ने? जरा जहाँबाट छ त्यहीँबाट मात्र फोर्नु पर्छ, नत्र भने कुहिन्छ। ल त अरूले पनि सिकोस् कसरी रोप्नुपर्छ गोलभेडा। यो जरा छ, यता पुर्याउनु हुँदैन माटो, ठ्याक्कै यहाँबाट गाड्नुपर्छ। ट्याक्क लाएर यसरी, हैन? सानो भयो त। यसरी हामी चाहिँ सुरु गरेका छौँ गोलभेडा रोप्नलाई। यो पुरै रोपिन्छ। यसरी ट्याक्क डाँठमा चाहिँ माटो पर्न हुँदैन, नत्र भने सडेर जान्छ। यसरी ल यो पुरै रोपिन्छ, र बाँकी जानकारी चाहिँ पाउनको लागि हेर्दै जानु होला पुरा भिडियो। साँझ पर्यो साथीहरू, तर यहाँ हाम्रो छ अझै पनि गोलभेडा चाहिँ धमाधम रोपाइँ भइराखेको छ। यसरी यति चाहिँ रोपिएको छ, र यो साइड चाहिँ अझै ड्याङ बनाउने काम भइराखेको छ, र
यो पुरै यो बारीभरि चाहिँ गोलभेडा रोपिनेछ। भोलि पर्सिसम्ममा भ्याइन्छ होला। यसरी यहाँ चाहिँ भ्याइयो। अब यहाँदेखि सुरु ट्याक्क हैन। ल गोलभेडा फलेको पनि हेर्न रहर लाग्दो पो हुन्छ त फलेपछि। गुड मर्निङ साथीहरू। आज फेरि हामी यो गोलभेडा बारीमा आएका छौँ र आजसम्म चाहिँ हामी यति रोपिसकेका छौँ र लगभग आधाभन्दा अलिकति मात्रै बाँकी छ रोप्नको लागि। र अहिले पानी पनि हाल्दै गरेको छ जरा जरामा। म तपाईँहरूलाई देखाउन चाहन्छु। यो सबै हामी आफैले गरेको हो, मेसिन पनि लाएन, आफैले गरेको हो सबै। अहिले चाहिँ यसरी पानी हाल्दै गरेको अवस्था छ। हिजो चाहिँ यहाँसम्म रोपियो र अलिकति त्यहाँ बाँकी चाहिँ यो लाइन अलिकति बाङ्गो भएर यसलाई चाहिँ सिधा गर्ने कोसिस गरेका छौँ। र यति सबै रोपियो र बाँकी यति मात्रै बाँकी छ। अब लगभग आजमा चाहिँ आज बेलुकासम्म भ्याउने कोसिस गरिराखेका छौँ। गोलभेडा लगाएपछि यसरी खन्नुपर्छ, यसरी ड्याङ बनाउनु पर्छ। हिँड्नलाई पनि अप्ठ्यारो नहुने अनि ड्याङलाई पनि गोलभेडालाई पनि राम्रो हुने यसरी बेड बनाउनु पर्छ र यसरी खन्नुपर्छ। मेसिन आफै बन्नुपर्छ। साथीहरू यसरी चाहिँ तपाईँहरूले गोलभेडाको बोटमा चाहिँ रोपिसकेपछि चिसोको मौसममा चाहिँ चिसोको औषध पनि दिनुपर्छ। अहिले चाहिँ मौसम एकदमै चिसो रहेको छ, बादल लागिराखेको छ र यो जाडोको बेला पनि भएको कारणले गर्दाखेरि चिसो लागेर यो बोटहरू चाहिँ मर्ने सम्भावना हुन्छ, पातहरू झर्ने, ओइलाउने हुनसक्छ। त्यसकारण यसरी चाहिँ चिसोको औषधि चाहिँ प्रत्येक बोटमा यसरी चाहिँ दिनुपर्ने हुन्छ र यसले गर्दाखेरि चाहिँ चिसोको असरबाट चाहिँ यो बोटहरूलाई, भर्खर सारेको बोटहरूलाई चाहिँ बचाउन सकिन्छ। यसरी त गाइज आज चाहिँ यो गोलभेडाको ड्याङ बनाउने काम लगभग सकिन आँटेको छ। अब यो लास्ट ड्याङ बाँकी छ। आज बिहान चाहिँ त्यहाँदेखि यहाँसम्म, त्यहाँदेखि यहाँसम्म बनाइसकेका छौँ। यो अन्तिम ड्याङ हो। त्यस पछाडि फेरि गोलभेडा चाहिँ रोप्ने काम हुनेवाला छ र यो पुरा चाहिँ त्यहाँदेखि यहाँसम्म आइपुग्नको लागि चाहिँ 5 दिनको समय चाहिँ दुईजनालाई लाग्यो। यसरी ड्याङ बनाएर रोप्ने, पानी हाल्ने, औषधि राख्ने सबै काम गर्दाखेरि चाहिँ 5 दिन लाग्यो। यो केवल दुईजनाले मात्रै गरेको काम हो अहिलेसम्म। र साथीहरू बाँकी काम चाहिँ बिस्तारै भिडियो मार्फत हामी जानकारी गराउँदै जानेछौँ र के हुन्छ, के गर्नुपर्छ बाँकी पछिल्लो समयमा भिडियोमा तपाईँहरूलाई बताउनेछौँ। साथीहरू आज चाहिँ गोलभेडा रोपाइको 5औँ दिन। बिहान चाहिँ आज बिहान चाहिँ हामीले यो सबै ड्याङ बनाएको थियौँ बिहान र अहिले चाहिँ रोपाइ हुँदैछ र लगभग सकिने अवस्था भइसकेको छ। र यस पछाडि म यो गोलभेडामा चाहिँ औषधि र पानी दिनेछु, बेबिस्टिन भन्ने औषधि जुन चाहिँ फङ्गस कन्ट्रोलको लागि
र अहिले चाहिँ गोलभेडा रोपाइको काम भइराखेको छ। यसरी लगभग सकिने बेला भइसकेको छ। साथीहरू अहिले चाहिँ हामी यो गोलभेडा रोपेर भ्याइसकेका छौँ। अहिले 5औँ दिनको दिन हामी चाहिँ यो गोलभेडा सबै रोपेर भ्याइसक्यौँ, 2 जनाले मात्र। र अहिले चाहिँ म यो गोलभेडामा पानी दिँदैछु। पानीसँगै यसलाई चाहिँ यो फङ्गसबाट बचाउनको लागि त्यसको लागि चाहिँ बेबिस्टिन भन्ने मेडिसिन पनि दिइरहेको छु। र साथीहरू तपाईँहरू यो देख्न सक्नुहुन्छ। साथीहरू म यो गोलभेडामा चाहिँ अहिले पानी दिइराखेको छु। हिजो रोपेको यो गोलभेडा हो र अहिले चाहिँ यतातिर भर्खरै नयाँ रोपेको गोलभेडा हो। यो सबै अहिले भर्खरै रोपेको हो र आज 5औँ दिन यो गोलभेडा रोपेको चाहिँ यो पुरै तपाईँले देख्न सक्नुहुन्छ। आज 5 दिनमा चाहिँ हामीले यो सबै गोलभेडा रोपेर भ्यायौँ। यो आफैले यो खनेर होइन, यो ड्याङ बनाएर आफैले चाहिँ कोदालोले खनेर 2 जनाले गरेर यति चाहिँ भ्याएका छौँ। र अहिले चाहिँ यसरी हरेक गोलभेडाको बोटमा चाहिँ पानी दिइराखेको छु यसरी ट्याङ्कीबाट। यसरी दिँदाखेरि चाहिँ आवश्यक मात्रामा एकदमै राम्रोसँग दिन सकिन्छ पानीहरू। कत कराइछु तोरी छिटाइ जान्ला। ओके ल, तोरी छिट्दै गर्ने। आज चाहिँ गोलभेडा रोपेर सक्यो। अहिले 6 बजेको छ, अँध्यारो भइसक्यो। अब चाहिँ थकाइ लागेर हालत खराब भएको छ। अब चाहिँ घरतिर लाग्ने। हेलो, गुड मर्निङ साथीहरू। आज चाहिँ यो गोलभेडा रोपेको 6औँ दिन भयो र आज चाहिँ मौसम अलिकति खराब छ। चितवनमा हल्का हल्का बर्खा भइराखेको छ, तर गोलभेडाको लागि राम्रै हो, शीतल छ, हल्का पानी परिराखेको छ र पानी दिनुपर्ने जरुरत छैन। यसैबाट पुरा भइराखेको छ र अन्य तरिकाले चाहिँ पानी दिइसकेका छौँ। आज चाहिँ यो गोलभेडा रोपेको 6औँ दिन हो। हिजो चाहिँ यो गोलभेडा रोपेर भ्याएको थियो बेलुकामा र यो पुरा रोप्दाखेरि चाहिँ 2 जनालाई लागेको समय 5 दिन थियो। उतादेखि परदेखि यहाँसम्म रोप्दाखेरि हिजो चाहिँ अन्तिम दिन ड्याङ बनाउँदै रोप्दै गर्दाखेरि 5 दिन लागेको थियो र आज बिहान चाहिँ हेर्न आएको छु। गोलभेडाहरू यसरी सरिसकेका छन् र अहिलेको मौसम चाहिँ एकदमै बादल लागेर हल्का हल्का पानी परिराखेको छ। यो चिसो छ मौसम चाहिँ र हल्का हल्का पानी परिराखेको छ। त्यसकारण पानी दिनुपर्ने आवश्यकता चाहिँ छैन अहिले। र गोलभेडाका बोटहरू पनि मजाले सरिराखेका छन्, पहिलाएका छैनन्। त्यसकारण राम्रै भइराखेको छ। र यतातिर चाहिँ अब 3-4 दिन भइसकेको हो रोपेको चाहिँ। यतातिरको चाहिँ अझै राम्रोसँग सरिसकेका छन् र मजाले सरेका छन् यिनीहरू। कुनै कुनै चाहिँ कतै कतै एउटा दुईटा चाहिँ बोटहरू मरेका छन् र तिनीहरूको ठाउँमा चाहिँ नयाँ गोलभेडाको बेर्ना चाहिँ सार्नु पर्नेछ र त्यो काम चाँडै नै गर्दैछौँ आज। साथीहरू गुड मर्निङ, नमस्ते है। आज पनि निरन्तर पानी परिराखेको छ। यो मोन्था यो चक्रवातको कारणले गर्दाखेरि इन्डिया, नेपाल जताततै तराई पहाड सबैतिर पानी परिराखेको छ र अस्तव्यस्त बनाएको छ। बाली नाली भर्खर लगाएको तोरीहरू
तरकारीहरू सबै खत्तम पारेको छ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ यी बाली नाली यसरी खत्तम हुँदैछ। पानी परेको छ, पुरै पानी जमेको छ। यो भर्खर छरेको तोरीहरू सबै देख्न सक्नुहुन्छ। र म अहिले चाहिँ आफ्नो गोलभेडा रोपेको छ त्यो हेर्न जाँदैछु। रातभरिको पानीले के कस्तो भयो। बाटो अप्ठ्यारो छ, यहाँबाट चाहिँ 2वटा कुलो तर्नुपर्छ यसरी, र त्यसपछि खेतमा पुग्न सकिन्छ। बाटो गाह्रो छ, यसरी तर्नुपर्छ। र आइपुग्यो खेतमा। ओ माई गड, हेर्न सक्नुहुन्छ यसरी पुरै पानी जमेको छ यो खोल्सामा। र अवस्था हेर्दाखेरि चाहिँ गोलभेडाका बोटहरू लडेका छन् तर मरेको चाहिँ छैन। यो पुरै तपाईँले देख्न सक्नुहुन्छ उतैसम्म, यहाँसम्मै हो। पानी अझै निरन्तर परिराखेको छ। तल खेतमा जान सक्ने अवस्था छैन, पुरै पानी नै पानी छ। पानी जमेको छ, यो पानी अब फाल्नुपर्ने अवस्था छ। साथीहरू हेर्नुहोस्, यस्तो छ पानीले गर्दाखेरि चाहिँ पुरै खोल्सा डुबेको छ। गोलभेडाको ड्याङहरू छन्नै डुबेको छ। अहिले म चाहिँ यहाँ खेतमा पसेर हिँड्दैछु। देख्न सक्नुहुन्छ यस्तो छ अवस्था बारीको। यस्तै पानी जमेको छ खेतमा। पानी कहिले रोक्ने हो थाहा छैन। अवस्था यस्तो भएको छ खेतको चाहिँ। साथीहरू यसरी गोलभेडाको पानी डुबेको छ यो गोलभेडाको बारी। र यो पानी चाहिँ अब यसरी समर्सिबल पम्प लगाएर यसरी पानी फाल्न परिराखेको छ। पानी फाल्दैछौँ यतापट्टि। पाइप चाहिँ छोटो भएर अर्को पाइप लिनु गएको छ कुलामा फाल्नलाई। अन्त यसरी चाहिँ यो पानी तानिराखेको छ यो पम्पले। बिस्तारै घट्छ होला, त्यहाँसम्मै पानी छ। यसरी यो समर्सिबल पम्पले चाहिँ पानी फालिराखेको छ। यो पाइप चाहिँ फुटेको छ यहाँ। त साथीहरू यहाँ देख्न सक्नुहुन्छ तपाईहरूले, अब यो समर्सिबल पम्पले पनि यो जमेको पानी अब कति घन्टामा सकाउने हो बाहिर फालेर। किनकि यो यतिखेर अब चारैतिर तोरीहरू लगाएको अवस्था छ, अरूको बारीतिर पनि कटाउने अवस्था छैन, त्यो मिल्दैन पनि। र अन्य ठाउँमा कटाउनलाई यो पानीको निकास नभएको कारणले गर्दाखेरि तत्काल यो मोटर ल्याएर कुलातिर फाल्नुपर्ने अवस्था आएको छ। पानी अझ गइराखेको छ। पानी चाहिँ निरन्तर तानिराखेको छ यो समर्सिबल पम्पले। यसो पानी चाहिँ निकै घटिसक्यो। यो पुरै डुबेको थियो, यो सबै डुबेको थियो, देख्न सक्नुहुन्छ।
हेलो साथीहरू नमस्ते। आज हेर्दाखेरि पुरै कुहिरो कुहिरो नै छ। बिहान बिहानै देख्न सक्नुहुन्छ यो 4-5 दिनको झरी वर्षाले गर्दाखेरि सबै बालीनाली खत्तम बनायो र आज म चाहिँ गोलभेडाको खेतमा आएको छु। तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ पुरा कुहिरो नै कुहिरो छ। आज चाहिँ नजिकै पनि देख्न अप्ठ्यारो भइरहेछ र यो चाहिँ हाम्रो आज गोलभेडाको खेत यहाँ क्लियरै आएन यस्तो छ। पानी अझै अलिअलि बाँकी छ। हिजो चाहिँ पुरै पानी फालेर मोटरबाट त्यहाँदेखि अलि चाहिँ सुकेको छ। अब गोलभेडा चाहिँ नमरुन् हैन, त्यही नै हो आशा। हेरौँ कस्तो हुन्छ बाँकी दिनमा। हिजोदेखि चाहिँ घाम लागिराखेको छ बिस्तारै बिस्तारै, तर पनि अब अझै अलिअलि पानी बाँकी नै छ। यो चाहिँ गएन, कटेन, यो चाहिँ सुक्छ अब चाहिँ घाम लाग्यो भने। साथीहरू यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ गोलभेडाको यो हालत के भएको छ। पानी जमेर पुरै ड्याङ डुबेपछि गोलभेडा पनि अब धेरै पानी खाएर ओइलाउँदै सुक्दै जरा सर्दै गरेको अवस्था छ। यहाँ तपाईले देख्न सक्नुहुन्छ लगभग 75% चाहिँ गोलभेडा यसरी नै ओइलाएर सुकेको छ र त्यसको ठाउँमा चाहिँ नयाँ बेर्नाहरू हामीले फेरि लगाउनु पर्ने हुन्छ। त साथीहरू आज गोलभेडाको खेत चाहिँ हेर्न आएको थिएँ। धेरै गोलभेडाका बोटहरू चाहिँ ओइलाएको छन्, मरेका छन् र फेरि अझ रोपाइँ गर्नुपर्ने हुन्छ। त्यो मरेको बिरुवाको ठाउँमा चाहिँ नयाँ बिरुवा रिप्लेस गर्नुपर्ने हुन्छ। त्यसकारण हामी त्यो गर्नेछौँ। र साथीहरू यो भिडियो आजको लागि यति नै। जति पनि यसमा भएका कुराहरू छन्, घटनाहरू तपाईहरुले देख्नुभयो र हामीले गरेको मेहनत र कोसिसहरू तपाईहरुले यसमा देख्नुभएको छ र आगामी दिनमा चाहिँ अर्को भिडियो हामी ल्याउनेछौँ। जे गर्नेछौँ त्यो सबै समेटेर अर्को भिडियो बनाएर फेरि ल्याउनेछौँ र त्यतिन्जेलको लागि प्रतीक्षा गर्नुहोला र यो भिडियो आज यतिमै अन्त्य गर्दैछौँ। यो भिडियो मन परेको छ भने कृपया लाइक, शेयर, कमेन्ट गर्नुहोला र च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्त साथीहरू, धन्यवाद, नमस्ते।